नमस्ते साथीहरू, तपाईँहरूलाई मेरो च्यानलमा स्वागत छ। आज म एकदमै खुसी खबर लिएर आएको छु, जहाँ सरकारले अहिले करदाता प्रोत्साहन उपहार कार्यक्रम लिएर आएको छ, जहाँ हरेक मान्छेले केही न केही रकम जित्नेछन् र त्यसको लागि तपाईँले कुनै पनि सामान किन्नुहुन्छ भने त्यसको बिल राख्नुपर्ने हुनेछ र म यसको सबै रुल्सहरू भन्नेछु र तपाईँहरूलाई स्क्रिन सेयर गरेर पनि देखाउनेछु र रुलतिर लागौँ। कुनै पनि सामान किनिसकेपछि तपाईँले त्यसको बिल लिनुपर्ने हुनेछ र तपाईँले हरेक दिन 1 लाख जित्न सक्नुहुन्छ र हरेक 15 दिनमा कसै न कसैले 7.5 लाख जित्नेछ र यो प्रोग्राम सुरु भएको छ श्रावण 1 गतेदेखि र यसको रिजल्ट भने 11 र 16 गते एनाउन्स गर्नेछन् र तपाईँले यसमा मिनिमम पनि 100 रुपियाँ भन्दा बढीको सामान किन्नुपर्ने हुनेछ र बिल राख्नुपर्ने हुनेछ र तपाईँले यो सामान कुनै पनि डिजिटल वालेट जस्तै सेवा खल्तीहरूबाट पनि किन्न सक्नुहुनेछ र क्यासबाट पनि किन्न सक्नुहुनेछ र तपाईँले बिल आफूसँग सुरक्षित राख्नुपर्ने हुनेछ र तपाईँले त्यो लिएको बिलमा प्यान नम्बर हुनुपर्छ। अब आउँछ यसपछि यो बिललाई अनलाइनमा दर्ता गर्ने प्रोसेस। यदि तपाईँले अनलाइन पेमेन्ट गर्नुभएको छ या कुनै पनि डिजिटल वालेटबाट पे गर्नुभएको छ भने तपाईँले यसलाई अनलाइनमा रेजिस्टर गर्नु पर्दैन, किनकि यो स्वतः रेजिस्टर हुन्छ। यदि क्यासबाट गर्नुभएको छ भने यसलाई अनलाइन रेजिस्टर गर्नुपर्छ र यो अनलाइन रेजिस्टर गर्ने तरिका अब हेरौँ। मैले यहाँ तपाईँलाई स्क्रिनमा राखेको छु र यो हेर्नु होला। तपाईँले यसमा हेर्नुभयो भने यहाँ यो पेजमा जानु होला। यसको म लिङ्क तपाईँलाई कमेन्ट बक्समा राखिदिनेछु, त्यहाँबाट लिङ्क गएर यो पेजमा जानु होला। मोबाइलबाट पनि गर्न सक्नुहुन्छ र गइसकेपछि तपाईँले यहाँ नेपाली र इङ्ग्लिस देख्न सक्नुहुन्छ दुईटा र नेपालीमा गएँ म अहिलेलाई र तपाईँको तल गइसकेपछि यदि तपाईँले नगद तिर्नु भएको छ भने नगदमा क्लिक गर्नु होला र यदि क्युआरबाट पेमेन्ट गर्नुभएको छ भने क्युआरमा क्लिक गर्नु होला। यदि क्युआरमा जानुहुन्छ भने तपाईँको भुक्तानी स्वतः दर्ता भइसकेको छ, केही पनि गर्नु पर्दैन र तलपट्टि यहाँ लेखेको छ एउटै बिल दुईचोटि दर्ता नगर्नुहोस्, किनभने यो रद्द हुनेछ फेरि। र अहिले हामी नगदमा जाउँ। यदि तपाईँले नगदबाट किन्नु भएको छ भने र बिल तपाईँसँग छ भने तपाईँले यहाँ विवरण भर्न सक्नुहुनेछ र विवरणमाथि लेखिएको छ कि कुन कुन बिललाई या कुन कुन पेमेन्टलाई भ्यालिड मानिनेछ भनेर लेखिएको छ। जस्तै सरकारी निकाय या सार्वजनिक संस्थाबाट लिएको चाहिँ प्रोग्राममा सहभागिता लिन पाइँदैन र त्यस्तै टेलिफोन सेवा, इन्टरनेट सेवा, विद्युतहरूबाट लिएको या खरिद गरेको बाबत पनि यो सहभागी हुने छैन यो प्रोग्राममा र त्यस्तै यो सबै कुराहरू पढ्नु होला र विवरण भर्नु होला। आफ्नो बिल नम्बर, प्यान नम्बर र आफ्नो कुल रकम भरेर आफ्नो नामहरू भरेर तपाईँले पुरस्कार कुपन सिर्जना गर्नुहोस्मा क्लिक गर्नु होला र पुरस्कार कुपन सिर्जना गर्नुहोस् भन्नेमा क्लिक गरिसकेपछि तपाईँलाई एउटा कुपन नम्बर आउनेछ। त्यो कुपन नम्बर तपाईँले डाउनलोड गरेर सेभ गरेर राख्नु होला र बिल पनि सुरक्षित राख्नु होला। यति भइसकेपछि तपाईँको रिजल्ट आउने बेला तपाईँले आफ्नो बिल र यो नम्बर दिएर पुरस्कार हातमा लिन सक्नुहुन्छ र पुरस्कार कसरी जिते मैले भन्ने कुरा थाहा पाउनलाई चाहिँ आइआरडीले तपाईँलाई आफ्नो फोनमा मेसेज गर्नेछ तपाईँले पुरस्कार जित्नुभयो भनेर र मेसेजमा आए अनुसार गर्नु होला र आफ्नो पुरस्कार लिनु होला। जानुभन्दा अगाडि के भन्न चाहन्छु भने हो यो प्रोसेस गर्नलाई केही समय लाग्नेछ, तर यो एकदमै लाभदायी या फलदायी हुनेछ र सबैले आफ्नो सामान किनिसकेपछि बिल लिने बानी बसालौँ। यदि तपाईँलाई यो प्रोग्रामबारे केही डाउट छ या कुनै पनि क्वेसन छ भने मलाई कमेन्ट बक्समा राख्नु होला र म तपाईँलाई सकेसम्म चाँडो एन्सर दिनेछु। आजलाई यति नै। यदि तपाईँलाई यो भिडियो राम्रो लाग्योमा प्लिज मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला र भिडियोलाई लाइक कमेन्ट पनि गरिदिनु होला। हस् त, धन्यवाद।